नमस्कार सर्वप्रथम म रामलाल कमेडी टिमबाट बोल्दैछु। म रामलाल। अहिले मसँग हुनुहुन्छ युवा होटल व्यवसायी मदन श्रेष्ठजी। मदनजी, रामलाल कमेडी सोमा तपाईँलाई स्वागत छ। मदनजी, तपाईँको प्रपर घर कहाँ? पुरा खुसी लाग्यो मदन सर, तपाईँ बडो राम्रो ठाउँमा जन्मिनु भएको छ। मलाई असाध्यै खुसी लाग्यो। अहिले तपाईँ के गर्दै अहिले चाहिँ मेरो दुईवटा भयो होटल। अहिले तपाईँ होटल अब रेन्ट होटल आनन्द भएर त्यो चाहिँ तपाईँको कालोपुरमा छ। अब यो चाहिँ तपाईँको नक्सा यो एरिया नक्सा। अहिले तपाईँको वर्ष कति भयो? कति वर्ष? 26। दर्शक महानुभावहरूलाई म निवेदन गर्न चाहन्छु, अहिले सानो उमेरमा 26 वर्षको उमेरमा यति ठुलो होटल व्यवसायको रूपमा पुरा जमाइरहनु भएको छ काठमाडौँमा, भाइली भित्रमा। यो सानो भनौँ न, यो सानो वर्ष 26 चाहिँ ज्यादै धेरै वर्ष भएन। यति सानो उमेरमा यति होटल व्यवसाय लाइनमा कसरी फस्टाउनु पर्छ? मेहनतै कमाल छ। मेहनत गरेपछि त अवश्य नै केही न केही फल त पाइहाल्छ। त्यही बावजुद नै मेहनतबाटै मेरो यो करियर सुरु गर्छ। यो लेभलमा आएको म मेहनतबाटै। के विदेशमा गएर पैसा कमाएर ल्याएर? नेपालमै काम गरेर मेहनत गरेर नेपालबाट कहीँबाट बाहिर घरबाट आउँदा पनि केही यहीँ आएर मेहनत गरेर कमाएको पैसाले नै। शिक्षा क्षेत्रमा तपाईँले कति शिक्षा हासिल गर्नुभएको? त्यही प्लस टू क्लियर ब्याचलर थियो। आज रनिङ गर्न सकिनँ, बिजनेसतिर सुरु गरेँ। त्यसले गर्दाखेरि चाहिँ मैले पढाइभन्दा चाहिँ बिजनेसतिर नै मैले बढी फोकस गरेँ। हुन त नेपालको मरवाडी भनिने चिनिने नेवार जाति नेपालको मरवाडीमा गिन्तीमा आउँछ। तपाईँको बाउबाजेले पनि बिजनेस लाइनमै हुनुहुन्थ्यो? बिजनेस लाइन मेरो बाजे चाहिँ अलिकति बिजनेस लाइनतिर हुनुहुन्थ्यो, तर मेरो बुवा चाहिँ त्यति धेरै बिजनेसमा भन्दा पनि त्यो खेती किसानमै उहाँ मजबुत हुनुहुन्थ्यो। तपाईँको बिजनेस लाइन स्टार्टिङ फेज तपाईँ कहाँबाट सुरु गर्नु? मैले होटल लाइनबाटै गरेको फर्स्टमा चाहिँ, तर मैले पहिला फर्स्ट रेस्टुरेन्ट लाइनबाट सुरु गरेँ। जुन सानो लेभल जुन हुन्छ रेस्टुरेन्ट लाइनको, हजुर त्योबाटमा सुरु गरेँ। गर्दा गर्दै अब यो लेभलमा चाहिँ त्यही मेहनतबाटै आइपुग्यो। यसको मतलब उहाँ मदन श्रेष्ठको भनाइअनुसार मेहनत गर्नुस् फल भगवान्ले दिन्छ। मेहनत नगरेको खण्डमा कुनै पनि चिज हासिल गर्न सक्दैन। उहाँको भनाइ मेहनत सबभन्दा ठुलो कुरा हो। आजकल मान्छेहरूले मेहनत नगरिकन मलाई एक दिनमा करोडपति बन्ने सपनाहरू हेर्छन्, त्यो सपना बेकार जान्छ। मदन सर, तपाईँको भनाइअनुसार मेहनत गर्यो भने मान्छे सगरमाथाको शिखर चुम्न सकिन्छ, जुनसुकै लाइनमा हो। जुनसुकै लाइनमा तपाईँको मेहनत गर्नु पर्यो, फल अवश्य पाइन्छ। यसको मतलब कर्मलाई ठुलो मान्नुहुन्छ मदन सर? हस् त, थ्याङ्क यू भेरी मच मदन सर। यति व्यस्त रहँदै पनि तपाईँले मेरो च्यानलमा तपाईँ टाइम दिनुभयो, यसको लागि धेरै धेरै धन्यवाद छ। आगामी दिनमा अझै काठमाडौँ होइन, तपाईँको अदर कन्ट्रीमा पनि ठुलो बिजनेस होस् भन्ने म बाबा पशुपतिनाथसँग कामना गर्न चाहन्छु। थ्याङ्क यू भेरी मच, लभ यू सर।